सरकारले अध्यादेश ल्याउन पाउँदैन, ल्याउन पाउँछ। म सरकारले अध्यादेश ल्यायो, अध्यादेशबाट शासन गर्न पाइँदैन भनेर नारा लगाउँदिन। हिजो हामीले पनि ल्याएको हो, संविधानले त्यो अधिकार दिएको छ। कहिलेकाहीँ कार्यकारीले आफ्नो कामहरू प्रभावकारी बनाउनका निम्ति आवश्यकता अनुसार ल्याउँछ, गर्छ। तर त्यसको पनि एउटा आधार हुन्छ। अहिले सरकारले एउटा अध्यादेश ल्याएको छ, संवैधानिक परिषद सम्बन्धी अध्यादेश। त्यो संवैधानिक परिषदमा को हुन्छ? प्रधानमन्त्री हुन्छ, प्रतिनिधि सभाको सभामुख हुन्छ, उपसभामुख हुन्छ। सरकार भनेको कार्यकारी हो, तर संवैधानिक परिषद भनेको राज्य हो। यहाँभित्र हेर्नुहोस् त, पार्लियामेन्ट मात्र छैन, अप्पर हाउस पनि छ। अप्पर हाउस कसले बनाउँछ? अप्पर हाउस स्थानीय सरकार र प्रदेश सभाले मिलेर बनाउँछ। त्यसैले त्यो संवैधानिक परिषदभित्र सरकार पनि छ, प्रधानमन्त्री हुनुहुन्छ। सामान्यतः बहुमत प्राप्त जसको छ उसकै सरकारवाला कि सभामुख हुन्छ, त्यहाँ उहाँ पनि हुनुहुन्छ। हाम्रो संविधानमा व्यवस्था छ अर्को दलको हुनुहुन्छ, उपसभामुख हुनुहुन्छ, अर्को लैङ्गिक समूहको हुनुहुन्छ, त्यहाँ सन्तुलन छ। प्रदेश सरकारको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा छ त्यहाँ, र सरकारले पाएको भन्दा पनि बढी समर्थन संवैधानिक परिषदले पाउनुपर्छ भनेर त्यहाँ को छ? त्यहाँ प्रमुख प्रतिपक्षी दल पनि छ। यसरी बनाइएको हो नि त संवैधानिक परिषद। अनि यो संवैधानिक परिषदको बनोट फेर्नका निम्ति योभन्दा पहिलाको सरकारले पनि त्यो गडबडी गर्यो। यो त नयाँ काम गर्छु भनेर आएको सरकार हो नि। किन? उसले कसरी सोचिरहेको छ? अघि भनेको जस्तै कानुनले शासन, मसँग कानुन ल्याउने अधिकार छ, म बदलिदिन्छु, म ठोकिदिन्छु, म हानिदिन्छु। यो अर्को उदाहरण।